कथा गाउँको जातीय पञ्चायतको निर्णय। शिव र सरिताको साथ सम्बत अब गाउँमा लुकेर होइन, खुलेर देखिन थालिसकेको थियो। उनीहरू कहिले पोखरी किनारमा, कहिले गुठीको छायामा, कहिले विद्यालयका किताबभित्र। गाउँका वृद्धहरू, जुन पुस्ताले घाम पनि जात हेरेर देख्थ्यो, अब आक्रोशित भइरहेका थिए। एक साँझ गाउँको चौतारीमा बोलाइयो। जातीय पञ्चायत, बुढापाका, पुजारी, वडाध्यक्ष र केही कठोर अनुहारका अगुवाहरू, बीचमा परालको मुढा। त्यसैमा राखियो एउटा फैसला कागज। वडाध्यक्ष विष्णुले खोक्दै सुरु गरे। हामीलाई खबर आएको छ, एउटा ब्राह्मण घरकी छोरी र दलित केटाको असामाजिक सम्बन्ध चल्दैछ। यसले हाम्रो परम्परा, धर्म, संस्कारमाथि अपमान गरेको छ। पुजारी सत्तारामले कडा स्वरमा भने, जातीय मर्यादा बिग्रिएमा गंगा पनि नपवित्र हुन्छ। यस्तो सम्बन्ध चल्नै सक्दैन। परशुराम भट्टराईलाई बोलाइयो। उनी मुख भएर उभिए। तपाईकी छोरी ब्राह्मणको सन्तान हो। उहाँ दलितसँग विवाह गर्छे भने तपाई ब्राह्मण समाजबाट बहिष्कृत हुनुहुनेछ। त्यही बेला शिव पनि त्यहाँ पुगिसकेका थिए। बिहानीमा सरिताबाट कुरा सुनेपछि उनले निर्णय गरेका थिए, डराउने होइन, उत्तर दिने। शिव अघि बढे। तपाईहरू जुन धर्मको कुरा गर्दै हुनुहुन्छ, त्यो धर्मले माया छुट्याउँछ कि जोड्छ? तपाईहरू जुन संस्कारको कुरा गर्नुहुन्छ, त्यसले इज्जत दिन्छ कि अपमान? एकछिन पञ्चायत चुप। तर एक वृद्ध अगुवा खरो हुँदै बोले, हामीले निर्णय गरिसक्यौं। सरिता अब बाहिरी संसारमा हिँड्न पाउने छैन। र शिव, उसलाई गाउँबाट निकालिनेछ। उसको उपस्थितिले समाज बिगार्न थालिसकेको छ। परशुराम चिच्याए, गाउँले निर्णय गर्न सक्छ, तर म बाँचुन्जेल मेरो छोरीको आत्मा थिच्न दिदिन। पञ्चायत टुट्यो। तर गाउँ दुई भागमा बाँडियो। एक भाग पुरानो सोच, अर्को भाग परिवर्तनको पक्षमा उभिएको एक पुस्ता। शिवले त्यही रात डायरीमा लेखे, गाउँले मलाई निष्कासन गर्यो, तर म सरिताको मनमा बसेको छु। त्यो कसैले निकालिन सक्ने ठाउँ हो। शिव गाउँबाट निकालियो। दोष थियो उसले प्रेम गरेको, जातभन्दा ठूलो मान्छे ठानेको। रातको अँध्यारोमा ऊ आफ्नो पुरानो झोला बोकेर गाउँको दक्षिणपट्टि रहेको एक पुरानो गोठमा पुग्यो, जुन जंगलको छेउमा थियो। गोठ भत्किन लागेको थियो, पिँढीमा झार जमेको। तर त्यहीबाट फेरि एउटा अध्याय सुरु भयो। न त घर थियो, न त मान्छे थियो भने एकान्त। शिवको मनमा पनि आदि नै थियो, मैले केही गलत त गरेन, तर किन यो सजाय? उनले भित्तामा आफ्नो डायरी च्यापे। अब म समाजको होइन, केवल म आफ्नै विवेकको हुँ। यो जंगल मेरो घर हो, र सोच मेरा साथी। एक साँझ उकाठ सङ्कलन गर्न निस्कियो। जंगलको गहिराईमा पुगेपछि ऊ हठात रोकिन्छ। एक वृद्ध साधु झुपडीभित्र बसेका थिए। राता वस्त्र, बाक्लो दारी, तर आँखामा गहिरो शान्ति। शिवले लाज मानेर हात जोड्दै भने, म तपाईको गोठतिर नजिक पुगे, क्षमा गर्नुहोस्। साधु मुस्कुराए। शिव, भागेर आएका होइनौ तिमी? तिमी त सत्य खोज्न आएका हौ। शिव चकित, तपाईलाई मेरो नाम कसरी थाहा? साधु हाँस्दै बोले, जसले आत्माको आवाज सुन्छ, उसलाई नाम जान्न कुनै समस्या हुँदैन। त्यस दिन उनीहरूबीच गहिरो कुराकानी भयो। साधुले भने, तिमी जसलाई माया गर्छौ, त्यो माया शुद्ध छ भने संसारले त्यसलाई स्वीकार गर्नुपर्छ। तर समाज बदल्न पहिला तिमी बलियो बन्नुपर्छ। साँचो प्रेम त्यही हो, जुन समाज बदल्न सक्ने आँट गर्छ। शिवलाई त्यो कुराले झकझकायो। उनी साधुसँग बस्न थाले। घाँस काट्ने, खाना पकाउने, त्यही बस्दै शिक्षासँगै ध्यान सिक्न थाले। अब शिवको सङ्घर्ष बाहिर मात्र होइन, भित्र पनि हुँदै थियो। उता गाउँमा सरिता पागलजै भइन्। बाबु केही भन्न सक्दैनथे। गाउँले टोलाउँथ्यो,
तर सरिताले निर्णय गरिसकेकी थिइन्। म शिवलाई खोज्न जान्छु। शिवले डायरीमा लेखे। आज पहिलो पटक मलाई लाग्यो। निष्कासन सजाय होइन, प्रशिक्षण हो। धन्यवाद। अर्को भागको लागि प्रतीक्षा गर्नुहोला।